How are you? Everybody is fine. Thank you for welcoming me into your community. I feel very happy to be here. उहाँले चाहिँ जे भन्नुहुन्छ म नेपालीमा हजुरहरूलाई बुझाइदिन्छु हजुरहरूले यहाँ स्वागत गर्नु भएकोमा एकदमै उहाँ खुसी हुनुहुन्छ This is the most beautiful school I've ever been to in my life. Look at the mountains and the sky. People are very jealous around the world of this school. यो विद्यालय अत्यन्त सुन्दर छ यो पहाड यो हिमाल सबै यो हजुर उहाँ यो विश्वभर जति पनि घुम्नु भएको छ यो जतिको सुन्दर ठाउँ उहाँले कहीँ पनि देख्नु भएको छैन About 6 months ago, this man, Manarishi Dittal, he sent me a picture of your school. 6 महिना अगाडि उहाँले चाहिँ उहाँलाई फोटो पठाउनु भएको थियो यो विद्यालयको Then I showed this picture to many of my friends in Australia. अनि उहाँले त्यो फोटो उहाँ अस्ट्रेलियामा धेरैजनालाई देखाउनु भएको थियो उहाँले And we saw some pictures of the children who attend this school. अनि यहाँ विद्यालयको यो क्लासरुमहरुको फोटो पनि उहाँले देखाउनु भएको थियो त्यहाँको विद्यार्थीहरुको फोटो देखाउनु भएको थियो बाहिर विदेशमा When my friends saw the pictures of your school and you, they wanted to do something to help you. जब उहाँको साथीहरुले त्यो फोटो देख्नु भयो उहाँहरुलाई चाहिँ यहाँ विद्यालयमा केही राम्रो गर्नु मन लाग्यो यहाँ सहयोग गर्नु मन लाग्यो So in my house I collected about 7,000 books. I have a very small house and my house was filled to the roof with books. अनि उहाँले 7 महिनासम्म चाहिँ किताबहरु कलेक्ट गर्नुभयो विभिन्न ठाउँबाट विभिन्न देशबाट उहाँले किताबहरु यहाँ ल्याउनको लागि राख्नु भएको थियो घरमा My friend ran a marathon and raised money for this school too. अनि उहाँको साथीले चाहिँ म्याराथन रेस गर्नुभएको थियो म्याराथन भनेको चाहिँ भाग्ने एउटा कम्पिटिसन थियो अनि उहाँ त्यसमा भाग लिएर अनि यहाँ स्कुलमा रेनोभेट गर्नको लागि त्यहाँ पैसा कलेक्ट गर्नुभएको थियो And then as a team, Anandev Kota, Vidam, Manarishi and Ramsar, we worked very hard to get all the books and the paint and the tables and all the teaching resources all the way up the mountain from Australia to this school. हामी 5 जना टिमले चाहिँ हामी अस्ट्रेलियाबाट सबै कलेक्ट गरेको यो किताब यो विभिन्न खेलौनी कुराहरू अनि त्यसपछि टेबल चेयरहरू सबै थोक हामी अस्ट्रेलियादेखि त्यहाँदेखि हामीले यहाँ नेपाल जुम्लासम्म लिएर आएको छौं Now, you live very far away from my home, which is Australia. हजुरहरू यहाँ जुम्ला र उहाँ बस्नु भएको जुम्ला सरी हामी यहाँ जुम्लामा बस्नु भएको र उहाँ अस्ट्रेलियामा बस्नु भएको एकदमै टाढा छ But now many people in Australia know about you and they care about you. And that is why they sent all of these things here to take care of the community. अनि उहाँहरु एकदमै टाढा हुनुहुन्छ तर अब हामीले यहाँ आएर काम गरेपछि चाहिँ उता विदेशमा धेरै जना उहाँले सोशल मिडियामा पोस्ट गरिरहनु भएको छ हाम्रो यो कामहरुको बारेमा हजुरहरुको फोटोहरु अनि त्यसपछि उहाँको अस्ट्रेलियाको साथीहरुले चाहिँ सबैजनाले चाहिँ हजुरहरुलाई अब चिन्नुहुन्छ यहाँको जुम्लाको बारेमा देख्नु भएको छ अनि एकदमै खुसी हुनुहुन्छ Now, two more things. अब अझै दुईटा कुरा बाँकी छ The first thing is take care of the school. Take care of the books, take care of the pencils, take care of the paper. Make sure you look after it because we want it to last 100 years. उहाँले यहाँ जति पनि किताबहरु टेबल चेयरहरु लिएर आउनु भएको छ पहिलो कुरा चाहिँ उहाँ हजुरहरुले गर्नुपर्ने हजुर र शिक्षकहरुले गर्नुपर्ने कुरा चाहिँ त्यो सबै किताब डेस्क बेन्च चेयर सबैको हेरचाह गर्नु पर्यो यो उहाँले ल्याइदिनु भएको बुक्सहरु यो कपीहरु आगामी 100 वर्षसम्म काम लाग्न सक्छ त्यही भएर हजुरहरुको काम चाहिँ एकदमै राम्ररी हेरचाह गर्नु पर्यो The second thing, take care of each other. The most powerful thing you have in your heart is love. And if you can love your friends and love your family and love the people in your community, then you will be richer than most of the people in the entire world. So thank you for having me in your community. I feel honored to be part of your family. दोस्रो कुरा उहाँले भन्न खोज्नु भएको चाहिँ हाम्रो पहिलो कुरा भयो उहाँको हेरचाह गर्ने यो सामानहरुको दोस्रो कुरा एकअर्काको हेरचाह गर्ने यो दुनियामा सबैभन्दा ठूलो बलियो चीज भनेकै माया हो एकअर्कालाई माया गर्ने एकअर्कालाई हेला गर्नु भएन माया
गर्ने, राम्ररी पढ्ने, बस्ने अनि यसरी नै जीवन चलाइराख्ने। अनि उहाँ एकदमै थ्याङ्क यू भन्न चाहनुहुन्छ हजुरहरूले यहाँसम्म हजुरहरूले हामीलाई सहयोग गर्नुभयो सबैको लागि। Thank you. धन्यवाद।